यातायात ट्रान्सपोर्टेसनको के छ भन्ने कुरा चाहिँ थोरै कुरा गरौँ। सरले बिचमा मनोरञ्जन के मनोरञ्जन दिने गीत चाहिँ अब भनेको छैन अहिलेसम्म मैले है। अब यो पढ्ने परीक्षा अब 17 गते पछि अहिले चाहिँ खास 17 गते पछि भन्छु ल। ल सडक पहुँच पुगेका जिल्ला सदरमुकाम। सदरमुकाम भनेको 77, अन्तिम भनेको हुम्ला हो। 2081 वैशाख 24, 2081 को वैशाख 24 गते चाहिँ हुम्लामा मोटर पुगेपछि 77 जिल्लामा पहुँच पुगेको छ भनेर भनेको छ है। 77 चाहिँ तपाईँको जिल्लामा भनेको चाहिँ पहुँच सडक पहुँच पुगेको छ भनेर भनेको हो। अर्को चाहिँ 21 पालिका, 21 पालिका पहुँच बाहिर, पहुँच बाहिर सडक पहुँचको बाहिर चाहिँ 21वटा पालिका छन्। अनि 200 पालिका पक्की सडक, पक्की सडकको पहुँच बाहिर, सडक पहुँच बाहिर है। पक्की सडक नपुगेका 200वटा, 200वटा स्थानीय तहमा अहिले पनि पिच सडक पुगेको छैन भनेर भनेको है। 200वटा उसमा चाहिँ है। यो मध्ये चाहिँ तपाईँको 46वटा त कर्णाली प्रदेशका मात्रै छन्। 46वटा त कर्णाली प्रदेशका मात्रै छन्। कर्णाली प्रदेश 46वटा भनेर भनेको है। भनेको 46वटा पालिका भनेको जम्मा सडक कति छ भन्दाखेरि 34,267 किलोमिटर छ। जसमा पिच कति छ, पिच भनेको 18,241 किलोमिटर है। अनि ग्राभेल 76-97 किलोमिटर ग्राभेल छ। बाँकी के छ भनेको कच्ची है। भनेको चाहिँ तपाईँको पिच सडक 18,000 को छ। प्रादेशिक सडक भनेको टोटलको कुरा गरेको है। यो भनेको चाहिँ टोटलमा भनेर भनेको यो चाहिँ सङ्घीय भौतिक पूर्वाधार अन्तर्गतको भनेको। कच्ची भनेको 8,329 किलोमिटर सडक चाहिँ कच्ची छ भनेर भनेको। अब यसको पनि प्रतिशत हेर्ने हो भने चाहिँ यो 18,000 भनेको 53.2% सडक पक्की नै छ नेपालमा। 53 टोटलको 53.2% भनेर भनेको। ग्राभेल भनेको 22.5%। बाँकी भनेको चाहिँ अब 5 2 7 भनेपछि यता 3 बाँकी रह्यो होइन। अनि 3 3 6 1 7, 3 बाँकी रह्यो। 3 भनेपछि 3 3 6 6 2 8 4, 5 2 7 7 3 10, 1 भयो 4 4 2 6 6 4 10 होइन। अनि त्यसपछि अर्को कति भयो 5 2 7 7 3 7 7 2 9 10 5 2 7 7 1 8 8 2 24.3% के रहेछ भन्दाखेरि कच्ची रहेछ। यो भनेको चाहिँ तपाईँको टोटलमा भनेर भनेको है। ल प्रतिशतको आधारमा भनेर भन्ने हो भने पनि आवाज चाहिँ ठिकै छ है। यता चाहिँ हजुरकोमा केही छ भने भन्नु होला। स्थानीय सडक सहित 67,246 हो। स्थानीय सडक सहित, स्थानीय सडक सहित भनौँ भने त 67,246 किलोमिटर सडक छ नेपालमा। स्थानीय सडक सहितको हेर्ने हो भने 67,246 किलोमिटर चाहिँ केमा छ भन्दाखेरि यो प्रादेशिक र स्थानीय सडक दुईटैमा जोड्दाखेरि त्यति किलोमिटर छ भनेर भनेको छु। मैले कसले सोधेको त्यही भएर भने। ल अब अर्को जाउँ त हामी सञ्चालनमा रहेका विमानस्थल, सञ्चालनमा रहेका विमानस्थल 33। अनि सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका, कालोपत्रे भएका 41 होइन। अनि त्यसपछि रेलमार्ग भनेको अहिले कति छ 62 किलोमिटर रेलमार्ग निर्माण भएको छ यो वर्ष होइन। अनि नेपाल उडान भन्ने विदेशी विमान कम्पनी, नेपाल उडान भर्ने
विदेशी विमान कम्पनी, विदेशी विमान कम्पनी, कम्पनी कति छन् भन्दाखेरि 31वटा छन्। अनि त्यसपछि विदेश उडान भर्ने, विदेश उडान भर्ने नेपाली विमान कम्पनी, भर्ने नेपाली विमान कम्पनी कतिवटा छन्? 3वटा छन् हैन। अनि द्विपक्षीय हवाई सम्झौता, द्विपक्षीय हवाई सम्झौता, हवाई सम्झौता भएका मुलुक कति छन् भन्नु त? यो 42। 42औं मुलुक कुन हो? स्विजरल्यान्ड, स्विजरल्यान्ड हैन। 2024 को फेब्रुअरी 6, 2024 फेब्रुअरी 36 हैन। अनि पहिलो भनेको पहिलो देश कुन हो? भारत हो। भारत सन् 1964। ल, सन् 1964 भन्दा भनेको यति कुरा यातायातमा चाहिँ तपाईँले अलिक नयाँ जान्नु पर्यो है। 21वटा स्थानीय सडकको पहुँच भन्दा बाहिर छ, अनि 46वटा स्थानीय त कर्णालीका पिच भन्दा बाहिर छन्। 200वटा टोटल पिच छ है। जति पढे नि भन्नुभएको छ। यो यस्तो हो, तपाईँहरूले चाहिँ एकैचोटि पढेर कहाँ हुन्छ त, रिपिटेड गर्नु पर्यो नि, पढेको पढाइ गर्नु पर्यो नि। हरेक कुराको लगानी हुन्छ नि। तपाईँले खाना पकाउँदाखेरि कति मेहनत गर्नुहुन्छ भन्नु त? खाना पकाउँदा जति मेहनत गर्यो त्यति मिठो हुन्छ होइन। जस्तै तपाईँले तरकारी पकाउँदाखेरि पनि त्यही त हो कि जहाँ तपाईँको इन्भेस्टमेन्ट हो क्या। इन्भेस्टमेन्ट भनेको तपाईँले खालि पैसा भन्नुहुन्छ, होइन। पैसा होइन, समयको इन्भेस्टमेन्ट भनेको क्या, टाइमको इन्भेस्टमेन्ट। कति समय दिएर लोहोरो सिलौटो बजाएर पकाएको तरकारी र यत्तिकै काठको धुलो हालेर मसला, त्यो बजारको मसला किनेर पकाएको तरकारीमा फरक हुँदैन र? त्यसको स्वाद खाने बेलामा थाहा हुँदैन। त्यस्तै हो। त्यस कारणले गर्दाखेरि अलिकति टाइमिङको चाहिँ त्यही कुरा हुन्छ। समय व्यवस्थापन गर्ने हो सबभन्दा ठुलो कुरा भनेको। अब मैले पहिलेदेखि भनिरहेको छु, बेरोजगारी हो भने दिनको 15-16 घन्टा पढ्नु पर्ने होइन। अब मैले त्यही हो, मैले सम्झेको नि त्यही हो। मैले आफूले जागिर नखाँदाखेरि 15-16 घन्टा जति पढ्थेँ मैले होइन। त्यही त्यसैलाई चाहिँ जस्तो अब पढ्यो बेलुका, बेलुका चाहिँ तपाईँको के गर्ने भन्दाखेरि खाना खाइसकेपछि 9 बजेपछि किताब नपल्टाउने, सोच्ने मात्रै दिनभरि पढेका कुरा। शनिबार सिलेबसलाई रिपिट नगर्ने, शनिबार कोर्स अगाडि नबढाउने होइन। आवाज सुनेर भन्छ रिजोइन गरौँ त एकचोटि दिनेशजी, रिजोइन। तपाईँको आवाज यहाँ मेरो चाहिँ ठिक छ। अनि त्यसपछि शनिबार शनिबार चाहिँ रिपिट गर्ने होइन, नयाँ कोर्स अगाडि नबढाउने होइन। अनि त्यसपछि अनि फर्स्ट पेपर पढ्दाखेरि टिक लाएर पढ्ने, अनि नजानेका कुरालाई दोहोरो टिक लाउने, तेह्रो टिक लाउने, 3चोटि नजानेको कुरालाई छुट्टै छुट्टै लेखेर चाहिँ तपाईँको पढ्ने। त्यसरी पढ्ने। अनि त्यसपछि अब अनि रातभरि सुत्ने बेला पनि, राति चाहिँ सुतेको बेलामा पनि अब सम्झने, अनि त्यसपछि निदाउने, अनि बिहान उठेर फेरि रिपिट गर्ने, अनि त्यसलाई अगाडि बढाउने हो क्या। किताबका पाना सकेर लाग्छ नि समय, क्या त्यसै भन्दा भन्दै हुन्छ त। समय लागिहाल्छ नि। कपुरी क सिक्न कति समय लागेको थियो, अनि यो पनि लगाइहाल्छ। ल, अब त्यसपछि हामी जाउँ त अब मध्य पहाडी। मध्य पहाडी भन्ने बित्तिकै तपाईँले यसको नाम के हो? पुष्पलाल, पुष्पलाल लोकमार्ग पनि भन्छ होइन। पुष्पलाल लोकमार्ग हो। यसको लम्बाइ भनेको चाहिँ कति छ भन्दाखेरि 1879 किलोमिटर हो। अनि त्यसपछि अर्को जिल्ला कति छ? जिल्ला भनेको 26 होइन, 26। पाँच थरदेखि बैतडीसम्म होइन। बैतडी, बैतडीको कुन ठाउँ हो? झुलाघाट, झुलाघाट होइन। पाँच थरको एउटा चियो भन्ज्याङ हो, चियो भन्ज्याङ। चियो भन्ज्याङलाई च्याङथापु बजार पनि भनिन्छ होइन। च्याङथापु बजार, कहिलेकाहीँ च्याङथापु बजार पनि भनेर भन्छ हो। यति कुरा थाहा पाउनु पर्यो। लम्बाइ भयो। अनि त्यसपछि यसको मध्य भाग, मध्य भाग कहाँ पर्छ त भन्दाखेरि पाटी भन्ज्याङ नुवाकोट, पाटी नुवाकोट, पाटी भन्ज्याङ नुवाकोट पर्छ। अनि बढी भाग कहाँ हो त? बढी भाग कहाँ पर्छ भन्नु त? बागलुङमा पर्छ, बागलुङमा। अनि कम भाग कहाँ पर्छ त? कम भाग ओखलढुङ्गामा है, ओखलढुङ्गा, ओखलढुङ्गा है। ल, यति यति कुरा चाहिँ न्यूनतम जान्नु पर्छ। 10 नयाँ सहर हुने, 10 नयाँ सहर, नयाँ सहर। 10 नयाँ सहर कहाँबाट हुन्छ? फिदिमबाट हुन्छ, फिदिम। अनि त्यसपछि बसन्तपुर, बसन्तपुर होइन। बसन्तपुर होइन। अनि त्यसपछि के भन्छ, खुरकोट, बैरेनी,
बैरिनी, डुम्रे, बुर्तिबाङ, चौरजहारी, होइन, राकम, अनि त्यसपछि पाटन। 1 2 3 4 5 6 7 8 9 ए पुग्यो नि त एउटा। ए सिन्धुलीको खुरकोट भएन, धार्नीको बैरिनी, तनहुँको ढुङ्ग्रे, बागलुङको बुर्तिमा, रुकुम पश्चिमको चौरे, दैलेखको राकम प्रणाली, अछामको साँफे बगर, बैतडीको पाटन। साँफे बगर, साँफे बगर अनि पाटन। ल हेर्नु त, यति त हो। फिदिङ 5 थर भयो, बसन्तपुर 13 थुम हो। 13 थुम हो बसन्तपुर। बसन्तपुर 13 थुम भयो होइन। अनि त्यसपछि अर्को खुरकोट भनेको सिन्धुली भइहाल्यो। सिन्धुली। बैरिनी भनेको धादिङ भयो। तनहुँ डुम्रे भयो। बुर्तिमाङ बागलुङ भयो होइन। चौरधारी भनेको पश्चिम रुकुम भयो। पूर्व रुकुम होइन पश्चिम। राकम भनेको दैलेख भयो। चाँफे बगर भनेको अछाम भयो। पाटन भनेको बैतडी भयो। ल यसरी चाहिँ 10वटा नयाँ सहर पनि त्यो राजमार्गमा निर्माण हुने भनेर भनेको छ। 24 जिल्ला होइन, 26 जिल्ला हो है। ल ल यति कुरा भयो होइन। ल, मदन भण्डारी। मदन भण्डारी भन्ने बित्तिकै लम्बाइ भनेको 1390 किलोमिटर हो। अनि जिल्ला भनेको सुरुमा 14, अहिले अहिले 19वटा बनाउने भनेको छ। हाल 19वटा जिल्लामा भनेर भनेको छ होइन। अनि त्यसपछि कहाँबाट झापाको शान्तिनगरदेखि रूपाल डडेलधुरा, रूपाल डडेलधुरा, रूपाल डडेलधुरा भनेर यति कुरा सम्झ्यो भने पुगिहाल्यो होइन। हुलाकी राजमार्ग, भने लम्बाइ भनेको कति छ, 1857 किलोमिटर होइन, किलोमिटर 1857 किलोमिटर। अनि त्यसपछि झापाको भद्रपुरदेखि भद्रपुरदेखि अनि दोधारा कञ्चनपुर होइन, कञ्चनपुर। यति कुरा बुझे भयो होइन। अनि यो भारतको सहयोगमा सुरुमा सहयोगमा तराईका 21 जिल्ला छुने, तराईका 21 जिल्ला छुने, 21 जिल्ला छुने छुने होइन। अनि हुलाकी राजमार्ग, ए हुलाकी भन्नाछ यो के भन्छ अरे, नागढुङ्गा सुरुङ मार्ग। ढुङ्गा सुरुङ मार्ग, नागढुङ्गा सुरुङ मार्गको लम्बाइ भनेको कति हो, 2.68 किलोमिटर। कसले बनाइदिएको, जापानले होइन, जापानले बनाइदिएको। यति कुरा बुझ्दाखेरि भइहाल्यो होइन। अनि त्यसपछि अर्को चक्रपथ। चक्रपथ भनेको चाहिँ भित्री भित्री 27.2 किलोमिटर चिनले बनाइदिएको। चक्रपथ बाहिरी भनेको 72 किलोमिटर, प्रस्तावित होइन, प्रस्तावित प्रस्तावित। अनि त्यसपछि अर्को चाहिँ फास्ट ट्र्याक। निजगढदेखि काठमाडौँ, निजगढ 12 काठमाडौँ, काठमाडौँ लम्बाइ बराबर 72.5 किलोमिटर होइन, नेपाली सेनाले बनाइरहेको छ। यति कुराहरू। पूर्व पश्चिम रेल, रेल भन्ने बित्तिकै चाहिँ यसको लम्बाइ चाहिँ 1045 किलोमिटर। ल,
ए सदरमुकाम त 20 हो, 20 सदरमुकाम हो, 19 होइन। अनि रुकुमका चाहिँ तपाईँको दुइटै छुन्छ नि त, त्यही भएर के। सिधै भयो त्यो ब्रेक त्यो समसामयिकमा त्यो छोडिदिनु। ट्रेनको 1056 किलोमिटर होइन र भन्नुभएको छ। पूर्व पश्चिम रेल 1045 किलोमिटर हो त्यो ऊ गरेको, तर चाहिँ त्यसको चाहिँ अरू ऊ चाहिँ जोड्दा 1056 सुरुमा भनेर बनाएको थियो होइन। ल हेर त। ल अब यसमा केही छैन, यो राजमार्गको कुरा हो। राजमार्गलाई चाहिँ तपाईँले अब यो मैले अलिकति एउटा फ्रेमिङ मात्रै गरिदिएँ। त्यो फ्रेमिङ अनुसार चाहिँ हजुरले अलिकति अगाडि बढाउनु पर्यो भन्ने कुरा हो यसमा। है जस्तो अब यसलाई चाहिँ तपाईँको अलिकति बढाएर पढ्न मन लाग्यो भने यसरी पढ्दा पनि हुन्छ। त्यो लिक लिक र सहित हो क्या 1056 भनेको तपाईँले। 945 किलोमिटर, 945 त लेखेँ नि, कति लेखेर मैले होला, ए सरी है, 945 छ नि। 945 र 1056को कुरा छ नि। 1056 भनेको यो लिक, लिक पनि लिक, सरी लिक भन्छ, लिक लिक रोड भनेको सहितको हो यो 1056 भनेको। अगाडि पछाडि जोडिएको हुन्छ नि, लिक हो त्यो भनेर भनेको। 945 हो, ठिक छ तपाईँले भनेको एकदम है, थ्याङ्क यू। ल ल अब अगाडि बढाउँ त हामी। ल हामी अब एकचोटि सञ्चार हेरौँ त, सञ्चार, सञ्चार। अब यसमा तपाईँहरूले चाहिँ जस्तो हेर्नु है, म तरिका भन्छु सबैभन्दा पहिला। जस्तै पढ्ने तरिका भन्छु, अनि हजुरहरूले आफै पढ्नु होला, सारिरहनु परेन। जस्तै उदाहरणको रूपमा 1908मा नेपालमा छापाखानाको सुरुवात हो। छापाखानाको सुरुवात 1908मा हो। अनि 1935मा हुलाक घरको स्थापना, विक्रम सम्वत है, हुलाक घरको स्थापना हो। हुलाक घरको स्थापना यति त बुझ्नुहुन्छ होइन, हुलाक घरको स्थापना। अनि त्यसपछि अर्को चाहिँ 1938मा 2 पैसाको टिकट, 2 पैसाको टिकट प्रकाशन, टिकट प्रकाशन होइन, प्रकाशन। अनि त्यसपछि 1943मा अब गोर्खा भारत जीवन पत्रिका, गोर्खा भारत जीवन पत्रिका होइन, पत्रिका, पत्रिका। अब गोर्खा गोर्खा भारत जीवन पत्रिका भयो नि, यो नेपाली नेपाली भाषाको पहिलो, नेपाली भाषाको पहिलो, यसको सम्पादक कुन, सम्पादक मोतीराम भट्ट हुन्, मोतीराम भट्ट। हेर्नु है, पढ्ने तरिका मात्रै दिएको मैले यहाँ, सबै भन्दिनँ मैले। अनि त्यसपछि 1944मा के भयो, चिठीमा टिकट टाँस्ने व्यवस्था भयो। चिठीमा टिकट टाँस्ने, टिकट टाँस्ने व्यवस्था, टाँस्ने व्यवस्था, चिठीमा टिकट टाँस्ने व्यवस्था। 1955मा सुधा सागर, सुधा सागर पत्रिका है। सुधा सागर भनेको नेपाली भाषाको नेपालमै, नेपालमै प्रकाशन भएको पहिलो, प्रकाशन भएको नेपाली भाषाको पहिलो, त्यो नरदेव पण्डित, पण्डित नरदेव अथवा नरदेव पण्डितको पालामा भनेको, तिनी के हुन्, सम्पादक हुन् भनेर भनेको। अनि 1958 वैशाख 24 गते गोर्खापत्र, 1958 वैशाख 24 गते भनेको गोर्खापत्र होइन, गोर्खापत्र भन्नुभयो नि। अब यसलाई कन्टिन्यू गर्नु पर्यो। 1969मा गोर्खा भाषा प्रकाशन समिति है, गोर्खा भाषा प्रकाशनी समिति 1958। 1983मा
गोर्खाबाट गोरखा, गोर्खाबाट गोरखा पत्र होइन। 1984मा पहिलो तस्बिर छापिएको, पहिलो तस्बिर छापिएको। 1991मा पहिलो सम्पादक लेख्न थालेको, पहिलो सम्पादक लेख्न थालेको को हो? प्रेमराज, प्रेमराज होइन। अनि त्यसपछि 1998मा विशेषाङ्क, विशेषाङ्क के को? गोरखापत्रको। 2000मा हप्ताको दुई पटक, हप्ताको दुई पटक। 2003मा हप्ताको तीन पटक, हप्ताको तीन पटक। 2017मा दैनिक, दैनिक होइन, दैनिक। 2020मा गोरखापत्र संस्थानको स्थापना, संस्थानको स्थापना होइन, संस्थान। अनि 2039मा 2059मा रङ्गीन। 2064मा बहुभाषामा, बहुभाषामा यसरी चाहिँ पढ्ने हो। स्ट्रक्चर बुझ्नुभयो? स्ट्रक्चर ल हेरौँ त। मैले चाहिँ यसरी पढ्थेँ है, चक्र पदको भित्री र 27.2 बाहिरी 72। अब यसरी हो यसको पढ्ने तरिका, तरिका मात्रै भनिदिएको मैले। सञ्चारको पढ्नु मन म भन्दैछु तपाईँलाई। पण्डित नरदेव हो, ठिक छ तपाईँले भनेको। यहाँ हेर्नु त एकचोटि, थोरै कुरा मैले, ठिक छ होइन, एकैछिन हेर्नु है, म तपाईँहरूलाई यो पनि देखाइदिन्छु। तरिका पनि म सर म भनिदिन्छु तपाईँहरूलाई है। मैले कसरी राखेको छु त्यो पनि भनिदिन्छु म तपाईँलाई। 1998को विशेषाङ्क, गोरखापत्रको विशेषाङ्क भनेर भनेको क्या, त्यो भनेको। गोर्खा भाषा प्रकाशनी समिति हो त्यो भनेको। 1998को विशेषाङ्क भइहाल्यो। ल यहाँ हेर्नु त मैले कसरी राखेको छु भन्ने कुरा, यहाँ यहाँ हेर्नु, ठ्याक्कै यही हो। फ्रेमिङ हेर्नु है, स्क्रिनसट के भन्नु त ल आफ्नै हिसाबले गर्नु है। अब जस्तै यहाँनिर हेर्नु है, मैले पढेको तरिका नि यही हो होइन। यो कतिपय त अपडेट भएको छ। जस्तै अब मैले पढेको भनेको यो यसरी, यो एउटा फ्रेमिङ भनेको डेटहरू बनाएर 1970देखिको
एउटा फ्रेम भयो। तर तपाईँहरूलाई मैले त्योभन्दा अलिक सजिलो ढङ्गबाट के राखिदिएँ भन्दाखेरि जस्तै नेपाल टेलिभिजन हो है, नेपाल टेलिभिजन भनेको 41 साल माघ 17 गते स्थापना भयो, दीपक कुमार जोशीले यसको लोगो बनाए। अनि त्यसपछि स्क्रिन सेयर भएको छ नि होइन। इक्जामको कस्तो अपडेट भन्नाले अब इक्जामको भनेको नासुको साथीहरूले फेरि पनि इक्जाम हुन्छ लेखाको, है लेखाको लागि फर्स्ट पेपर पुनः हुन्छ होइन। त्यो भएर 17 गते लेखा राष्ट्र मात्रै भन्नेले 17 गते इक्जाम दिन पर्दैन होइन। अफिसरको चाहिँ कोटा बढेन, तपाईँलाई मैले त्यति भनेको कोटा बढेन। अब आज भोलिमा त्यसको आउँछ कोटा, यथावतै कायम रहने भयो है, बढ्या छैन। ल नोटमा वाट्सएप ग्रुपमा छ अरे, तपाईँ त्यतै जोइन हुनु है। अफिसरको चाहिँ मैले अफिसरको सेट मैले निकालिसकेछु त, बजारमा छ, नासुकोले पनि त्यही हेर्दा हुन्छ। ल ल छोडिदिनु त्यो, पछि उ गरौँला। जस्तै अब मैले टेलिभिजनको यसरी यो एउटा टेलिभिजनलाई यति मात्रै यतिमा सकाएँ, हेर्नु न टेलिभिजनको बारेमा तपाईँले यति कुरा थाहा पाएपछि भइहाल्यो होइन। जस्तै अब यो मोटो भयो, स्थापना भयो, परीक्षण भयो, संस्थान नियमित प्रसारण कहिले भयो होइन, यति कुरा चाहिँ जानेपछि टेलिभिजनको सकियो होइन। लेखा प्रसारण भन्ने दिनु पर्यो। शाहको प्रथम पत्रको परीक्षा अब फागुनको भनेपछि आज तेह्र, चैतको फर्स्ट विकतिरको कुरा छ, अब नट स्योर है। ल अनि त्यसपछि रेडियो भनेर भनेपछि नेपालको पहिलो रेडियो जुद्ध शमशेर राणाले भित्राएका थिए। 4 सालदेखि पदम शमशेरका पालामा सर्वसानले रेडियो सेट राख्न पाउने पहिलो आकाशवाणी सेटको प्रयोग। अनि 7 सालबाट विराटनगर मैदानबाट प्रजातन्त्र रेडियोको सुरुवात। 2007 साल चैत्र 20 गते सिंहदरबार ग्यालरीमा सारिएको। 52 सालमा एफएम, अहिले 720वटा एफएम चाहिँ छन् भनेर भनेको, टोटल 720 चाहिँ। अनि छापाखाना भनेको 1908को कुरा मैले गरिसकेँ तपाईँलाई। गोर्खापत्र भनेको यी 58 वैशाख 24 गते साप्ताहिक रूपमा सोमबार गोर्खापत्र प्रकाशन सुरुवात। गोर्खापत्रको पहिलो अङ्कको अन्तिम पृष्ठमा पण्डित नरदेव र मोतीकृष्ण शर्मा उल्लेख थियो। 1960मा गोर्खापत्र 12 महिना र गतेमा प्रकाशन। 69मा गोर्खापत्र छाप्न सुरु बिजुलीबाट। 69मा गोर्खा भाषा प्रकाशनी समिति। 83 जेठ 4 गते गोर्खापत्रको ठाउँमा गोरखापत्र भनिसकेँ मैले। 84मा पहिलो पटक तस्बिर छापिएको होइन, वीरगञ्जकी 12 वर्षीय सूर्यमती श्रेष्ठले चन्द्र कामधेनु चर्खाद्वारा चर्खा बुनेको फोटो। 91मा हप्ताको शुक्रबार। 91मा पहिलो पटक सम्पादकको नाम लेख्न थालेको, सम्पादकको नाम प्रेमराज हो पहिलो पटक। अनि त्यसपछि अर्को चाहिँ 95 वैशाखी गते दत्त नम्बर सहितको गोर्खापत्र प्रकाशन। 1998 भदौ 17 गते गोर्खापत्रको विशेषाङ्क प्रकाशन भनिसक्यो भने। 2000मा हप्ताको 2 पटक, 3मा 3 पटक, 17मा 7 पटक, हप्ताको भनेको 7 दिन भयो। अनि त्यसपछि गोर्खापत्र संस्थान 20मा, 59मा रङ्गीन, 64मा बहुभाषामा, अहिले 45 भाषामा भएको छ। यो अपडेट नभएको हो, यो पुरानो हो त्यही भएर होइन, 45 भाषामा भएको छ अहिले होइन, विराटनगर प्रसारण भएको छ यति। अब गोर्खापत्रको बारेमा चाहिँ यहाँ मैले तपाईँलाई क्लियर गरिदिएको, धेरैजनाले सोध्नुहुन्छ। विक्रम सम्वत 1958 वैशाख 1 गते दि 11 रोज 2मा गोर्खापत्रको प्रकाशन निमित्त व्यवस्था गर्ने सनदको निर्माण भएसँगै विक्रम 58 वैशाख 24मा गोर्खापत्र साप्ताहिकमा प्रकाशन प्रकाशन होइन। त्यति बेला त्यसको तालुकालको रूपमा पण्डित नरदेव थिए भनेर भनेको, त्यही भदौमा भनेर भनेको, पछि वैशाखपछि भदौमा। अनि व्यवस्थापिक भूमिका रहने दोस्रो तालुकवालको रूपमा चाहिँ 1960बाट चाहिँ जय पृथ्वीबहादुर सिंहलाई तोकियो। सम्पादकको नाम 1991 जेठ 5 गतेको गोर्खापत्रमा पहिलो रात प्रेमराज भनी छाप्न थालियो। पहिलो प्रधान सम्पादक 2012 सालदेखि बालकृष्ण समको प्रधान सम्पादकत्व हो। दोस्रो प्रधान सम्पादक 14 देखि चाहिँ टेकबहादुर खत्री हुन्, जो साहित्यमा टेकवीर नवीनको रूपमा चिनिन्छन्। उनको यो को नाम कीर्ति पनि छ भनेर यो मैले वहीँबाट गोर्खापत्र संस्थानबाटै ल्याएको हो। ओल्डमा इन्टरनेट 1970को दशकबाट सुरु भएको है। 1779 अर्को ठाउँमा 1879 ठिक छ। त्यो तपाईँले मिलाउनु, त्यो 431 र अल्टिमेट जिकेकोमा म हेरिहाल्छु है। तर त्यो भनेको आर्थिक सर्वेक्षण अनुसार भनेर त्यहाँ केही लेखेको होला, हेर्नु त। आर्थिक सर्वेक्षण भनेर केही लेखेको होला, किनकि पहिला पहिला चाहिँ स्टार्टिङ कालमा चाहिँ तपाईँ कति थियो भन्दाखेरि 1776 नापेको हो, अहिले बढेर 1879 किलोमिटर भएको है। 1879 भयो होइन। अब त्यसमा चाहिँ चेन्ज भइसकेको छ।
अनि पत्रिका भनेको मैले 43 को 55 को होइन, अनि यसरी चाहिँ पत्रिकाको भने, अनि हुलाक सेवाको त्यसरी भने होइन। यो ढङ्गबाट चाहिँ तपाईँले पढ्ने है। भनेको यसलाई चाहिँ सजिलोको तरिकाले भनेको मितिका आधारमा जाँदा पनि भयो, जसरी जाँदा पनि भयो भन्न खोजेको मैले। त्यसमा चाहिँ हजुरहरूले चाहिँ अब यो लामो झुलुङ्गे पुल पनि चेन्ज भएको छ है। त्यो किन भन्दाखेरि किताब निकाल्दा र अहिले चाहिँ फरक पर्छ है, त्यो भएर हजुरहरूले चाहिँ अपडेटको कुराहरू चाहिँ हेरिराख्नुपर्छ। समसामयिकमा चाहिँ पढाइ पनि भएको होला त्यसको त है। समसामयिकमा चाहिँ त्यो विषयमा चाहिँ पढाइ भएको छैन। ल ल, अब त्यसपछि हामी जाउँ त हालको अवस्था। हाल अब ब्रोडब्यान्ड इन्टरनेट। इन्टरनेट भनेको चाहिँ 96.1% जनसङ्ख्यामा छ है। त्यो मोबाइल फोन भनेको पाडो बेचेर टिकटक चलाउनेवाला चाहिँ गोरखापत्रबाट प्रकाशन हुने भाषा भनेको 45 भाषा भयो अहिले चाहिँ है। उचाइमा रहेको ताल भनेको चाहिँ यस्तो हो। अब अहिले चाहिँ अहिलेसम्म चाहिँ केजिङ सारा भनेर भनेको छ। अर्कोको चाहिँ डोल्पाको चाहिँ फुक्यान कोख्यान भन्ने ताल पनि नयाँ आएको छ भनेर मैले किताबमा चाहिँ ब्राकेटमा राखिदिएको छु तपाईँलाई होइन। अनि इन्टरनेट मात्रै, इन्टरनेट भनेको चाहिँ अहिले 69.2% चाहिँ इन्टरनेटको पहुँचमा छन् जम्मा, इन्टरनेटको पहुँचमा। अनि त्यसपछि पालिका कति? पालिका भनेको नेट पुगेका पालिका 753 नै छन् है। 753वटै पालिकामा चाहिँ के पुगेको छ भन्दाखेरि नेट पुगेको छ। वडाकारले, वडा भनेको 59-51वटा मात्रै वडा, 5951वटा वडामा चाहिँ नेट पुगेको छ भनेर भनेको। अनि त्यसपछि अर्को सामुदायिक, सामुदायिक विद्यालय, विद्यालयको 43 सामुदायिक विद्यालयमा नेट छ होइन। अनि त्यसपछि अर्को के भन्छ अरे स्वास्थ्य संस्था। स्वास्थ्य संस्था भनेको 42-72वटा स्वास्थ्य संस्थामा इन्टरनेटको छ भन्ने भनेको है। मानव निर्मित ताल त भइहाल्यो, भरत ताल भएको छ अहिले। सहकारीको 2.6% छ। के सोध्नु भएको हो? सहकारी कति छन् भनेको कि कति पर्सेन्ट छ भनेको होइन। विद्यालय त 58% अर्कै कुरा हो त्यो। आर्थिक सर्वेक्षण अनुसार 5341वटा सामुदायिक विद्यालयमा नेट पुगेको छ। लक्ष्य चाहिँ 5801वटामा थियो, त्यो होइन। भरत ताल सर्लाहीमा छ। है त्यसपछि रेडियो नेट, रेडियोको पहुँच, रेडियोको यसको पहिला घनत्व लेखौँ अनि त्यसपछि लेखौँ है। टेलिफोन घनत्व 143.6, 143.6। अनि त्यसपछि इन्टरनेटको घनत्व, नेटको घनत्व 121.1 होइन। भन्न खोजेको यो भनेको चाहिँ गोरखापत्र मातृभाषामा भनेको त अनि सबैमा मातृभाषामा भन त नि, सबैमा मातृभाषा भन र। 100 के अरे टेलिफोनको 143.8 होइन। अनि इन्टरनेटको 121.6 होइन, 100 इन्टरनेटको भनेको। अनि त्यसपछि अर्को चाहिँ रेडियोको पहुँच, रेडियोको पहुँच, पहुँच भनेको 93% मानिसमा। डिजिटल टेलिभिजन, डिजिटल टेलिभिजन होइन, टेलिभिजनको पहुँच भनेको 72%मा छ। डिजिटल टेलिभिजनको पहुँच चाहिँ कति प्रतिशत? 72%। जम्मा एफएम, एफएम भनेको चाहिँ कति? 720वटा। अनि त्यसपछि टेलिभिजन, टिभी 247वटा दर्ता
146 सञ्चालन सञ्चालन टेलिभिजनको रूपमा हेरेको है। अनि त्यसपछि रेडियो नेपाल, रेडियो नेपाल 25 भाषामा कार्यक्रम, 25 भाषामा समाचार अनि 23 भाषामा कार्यक्रम, दुईटैको अन्तिम भाषा दनुवार हो। अन्तिम भाषा दनुवार, दनुवार भनेको यो भनेको चाहिँ के हो त भन्दाखेरि अन्तिम भाषा भनेपछि यो रेडियोको चाहिँ भाषाको रूपमा, समाचारको रूपमा पनि अन्तिम भाषा, अनि त्यसपछि अर्को चाहिँ उसको रूपमा पनि अन्तिम भाषा भनेर भने है। त्यो भनेको के भनेको भन्दाखेरि चाहिँ घनत्व भनेको चाहिँ जनसङ्ख्याको आधारमा, जनसङ्ख्या भन्दा नि बढी भनेको चाहिँ अब 3,75,00,000 छ नि त मोबाइल फोन चाहिँ। जम्मा मोबाइल फोन भनेको चाहिँ अहिले 3,55,00,000 जति पुगेको छ। त्यो 3,55,00,000को हाराहारीमा हुनु त्यो हिसाबले भनेर भनेको त्यो। ल, 3,55,00,000 भनेपछि त जनसङ्ख्या छैन भन्न नखोजेको क्या, त्यो हिसाबले भनेर भनेको। ल, अनि गोर्खापत्र अहिले कति भाषामा? 45 भाषामा होइन। 45औँ भाषा कुन हो? बाम्बुले राई, बाम्बुले राई। ल, गोर्खापत्रको 44मा कुन हो? रामाथारू। 43मा डडेलधुरेली, 42मा बाहिन किराँत होइन। यो चाहिँ तपाईँले हेर्नु होला। 121.1 96 नेट भनेको यस्तो हो। जस्तो तपाईँले एउटा कुरा के बुझ्नु पर्यो भने परीक्षामा कसरी सोध्छ क्वेसन हेर्नु पर्यो पहिला। अब ब्रोडब्यान्ड सहितको नेट भनेर क्वेसन सोधेर जान्छ, त्यो मोबाइल नेट हो। 96.1% मान्छेमा पुगेको छ। इन्टरनेट, प्योर इन्टरनेट हेर्ने हो भने सरकारको लाइन विस्तारबाट हेर्ने हो भने 69.2%। अब त्यसपछि चाहिँ पहुँचको आधारमा हेर्ने हो भने मान्छेको चाहिँ 100 भन्दा पनि नेट नपुग्ने मान्छे कोही छैन भन्ने हिसाबले 121 राखेको हो। टेलिफोन त अब तपाईँको हातमा कतिवटा फोन छन् त्यसका आधारमा घनत्व निकाले हो। ब्रोडब्यान्ड इन्टरनेट भनेको मोबाइलमा हुन्छ क्या, मोबाइल नेटलाई ब्रोडब्यान्ड इन्टरनेट भन्छ। लेखा मात्रै भर्नेले 17 गते दिन परेन के। 121 घनत्व हो, त्यो जनसङ्ख्याका आधारमा हेरेको। 96.1 भनेको पहुँचको आधारमा हेरेको। घनत्व र पहुँच फरक फरक कुरा हो। टेलिफोन र इन्टरनेटको घनत्व एकदम ठिक छ। कहाँ उल्टो छ भने त मोबाइल फोन घनत्व भनेको त्यही त हो कि नै। मोबाइल मोबाइल फोनको चाहिँ भनेको चाहिँ टेलिफोन इन्टरनेटको ग्राहक घनत्व 143। ए मिस्टेक भयो, 143। ए मिस्टेक भएछ है, सरी। इन्टरनेटको घनत्व यताउति परेछ। ठिक ठिक तपाईँको, थ्याङ्क यू है। ल, ल, इन्टरनेटको ग्राहक घनत्व चाहिँ 143.8, टेलिफोनको घनत्व 121.6 हो है। ल, के दिन सारा हो अहिलेसम्म चाहिँ। लेखा मात्रै भर्नेको पछि सेड्युल आउँछ। इन्टरनेटको सुरुवात भनेको यस्तो हो। अब इन्टरनेटको भनेपछि तपाईँले इन्टरनेटको सुरुवात भनेको, इन्टरनेटको सुरुवात भनेको खास 1976मा हो। सन् 1970को दशक भन्छन्। 1976मा अमेरिकामा एउटा युद्धपोतमा रहेको सैनिकले अर्को सैनिकलाई चाहिँ के गर्छ भन्दाखेरि मेल पठाएर सुरुवात गरेको। नेपालमा
नेपालमा सन् 1994मा 1994मा मर्कन्टाइल कम्युनिकेसन निकेसनले पहिलोपटक नेट ल्याएको यो प्राइभेट इन्टरनेट हो। अनि विक्रम सम्वत अनि 2057मा भनेको सन् 2000मा सरकारी नेट सरकारी नेट सरकारी नेट भनेको यो। अब हामी अगाडि बढाउँ त। अब हामी शिक्षा ल अब शिक्षा भन्ने बित्तिकै तपाईँले जिडिपीमा योगदान योगदान 8.5% है भनेको चाहिँ यसको के त भन्दाखेरि यो जिडिपीमा योगदान भन्न खोजेको शिक्षा क्षेत्रले चाहिँ तपाईँको जिडिपीमा हाम्रो कति प्रतिशत योगदान पुऱ्याएको छ भनेर अस्ति पनि हामीले जिडिपी पढ्दाखेरि पनि भनेको थियौँ। त्यो भनेको 8.1% हो भनेर भनेको 8.1% भनेर भनेको चाहिँ टोटल जिडिपीमा त्यति पैसा आउँछ भनेर भनेको त्यो भनेको। ठिक छ अगाडि बढौँ। के सोधे इन्टरनेटको सुरु इक्जाम मोबाइल फोनको सुरुवात भनेको छ नेपालमा मोबाइल फोन ए त्यो त धेरै छ त हो। मैले चाहिँ गरेको मोबाइल मोबाइल भनेको विक्रम सम्वत 2056मा पोस्टपेड मोबाइल फोन हो। अनि 2060मा प्रिपेड मोबाइल फोन 2062मा सिडिएमए कोड डिभिजन मल्टिपल एक्सेस। अनि त्यसपछि 2068मा अब सिडिएमए भयो। अनि त्यसपछि जुन 68मा चाहिँ डिटिएचबाट पनि अब टेलिभिजन फोन होइन त्यति बेला चाहिँ आएको यो मोबाइल फोनको सुरुवात। जातिको पहिलो फिल्म त धर्म संस्कृतितिर होला हो। रेडियो नेपालले समाचार पनि 25 भाषा मैले के भने समाचार 25 भाषामा कार्यक्रम 23 भाषामा लेखेँ नि त्यसको अन्तिम भाषा दनुवार हो भनेर भनेको। कहाँ 8.1 भने लेख्नु 8.5 8.5 ठिक छ त करेक्सन गर्नु न भएको कुरा त भनिहाल्दैन ल। ठिक छ अगाडि बढौँ ल। कक्षा 1 को खुद प्रवेश दर भनेको 95.7% छ। कक्षा 1 को खुद प्रवेश दर भनेको चाहिँ कति छ 95.7 भनेको खुद प्रवेश दर हो है खुद प्रवेश दर। अनि कक्षा 1.5 को खुद भर्ना दर कति हो भर्ना दर भनेको 95.6% हो। अनि कक्षा 1.8 को नि 1.8 को खुद भर्ना दर भनेको 95.1%। त्यो भनेको चाहिँ के हो भन्दाखेरि यो बुझ्नु है यो भनेको यो 1.8 को भर्ना दर र 1.5 को भर्ना दरमा फरक छ। रेडियो नेपाल टेलिभिजन मिलेर नयाँ भएको छ त्यो भनेको अहिले संस्थानको रूपमा मात्रै छ होइन ब्रोडकास्टिङ सर्भिसको रूपमा चाहिँ छ। त्यसलाई हामी समसामयिकमा अहिले त्यसलाई मैले जोडिन त्यसलाई चाहिँ है 9-12 को खुद भर्ना दर भनेको 57.9%। 9-12 को है 57.9% टोटल 9-12 को खुद भर्ना दर छ भनेर भन्यो। अब साक्षरताले के भनेको छ भन्दाखेरि दुईटा कुरा भने यो तीनटा कुरा 6 वर्ष माथि 76.3% साक्षरता छ भन्यो। 15 देखि 24 वर्ष 94.2% छ भनेर भनेको 15 देखि
यसको बिचको चाहिँ साक्षरता दर कति छ? 94.2% छ भनेको। अनि 15 वर्षमाथिको 15 वर्षमाथिको चाहिँ कति छ साक्षरता भन्दाखेरि 71.2% चाहिँ साक्षरता छ भनेर भने। ल अब अगाडि बढौँ त। साक्षर जिल्ला अहिलेसम्म 66वटा जिल्ला साक्षर भएको छन्। साक्षर पहिलो साक्षर जिल्ला कुन हो? साक्षर जिल्ला भनेको सिन्धुपाल्चोक होइन, सिन्धुपाल्चोक। 2071 असार 2 गते, असार 2। अनि पहिलो पूर्ण साक्षर जिल्ला ललितपुर, 2071 असार 9 गते, असार 9 गते। अनि त्यसपछि 66औं जिल्ला जुम्ला होइन, जुम्ला 2081 मङ्सिर 12 गते। पूर्ण साक्षर नगरपालिका पाल्पा तानसेन नगरपालिका होइन, तानसेन नगर पाल्पा भयो। अनि त्यसपछि प्रदेश साक्षर प्रदेश, साक्षर प्रदेश भनेको 3वटा छ। पहिलो भनेको बागमती हो, 2078 के अरे असौज 11 गते होइन। अनि दोस्रो भनेको गण्डकी, 78 असौज 24 गते। तेस्रो भनेको कोशी, 2007 9 भदौ 23 गते। ल एक 5 को 96.09 भन्नुभएको रहेछ, त्यो त हो जस्तो लाग्दैन है मलाई त। 76.2 भनेको 66 मुगु कि जुम्ला हो? ए मुगु 65 चाहिँ मुगु, 66 जुम्ला होइन। 65 मुगु 66 जुम्ला होला, त्यही त। त्यही मुगु पनि त्यही झुकिनु होला, 81 असौ 7 गते हो मुगु 65 चाहिँ। 65 मुगु 2081 असौ 7। ल यहाँ हेर्नु त, कक्षा 1 मा आउँदा 95.7% मान्छे आयो हो। अनि 1 5 मा हुँदा 95.6 भनेको 1ले घट्यो हो। अनि 1 8 मा जाँदा 95.1 भनेपछि 5ले घट्यो हो। अनि त्यसपछि 9 12 मा जाँदाखेरि 57.9ले घट्यो हो। अब शिक्षा पढ्ने शिक्षक सेवा आएको हुनुहुन्छ भने तपाईँहरूले त पुरै जान्नुपर्छ। 9 र 10 को 9 कक्षादेखि 10 कक्षाको 76.5 राम्रो छ होइन, 9 र 10 को मात्रै भर्ना दर। अनि त्यसपछि अर्को टिकाउ दर 69.9 छ। 12 को टिकाउ दर भनेको 12 कक्षामा 57 त्यति आउँदा 12 37.2% भनेको 12 को टिकाउ दर छ होइन, त्यो भनेर भनेको। अब मैले के भने 15-24 वर्षको साक्षरता 94.2% छ अहिले हो। अनि 78 सालको जनगणना अनुसार अर्कै छ, फेरि म भन्छु। 15 वर्ष माथिको 6 वर्ष माथिको 76.2, 15 वर्ष माथिको 71.2 र 15-24 को 94.2% छ होइन। अनि त्यसपछि अर्को चाहिँ भनेको अब यी त विद्यालयका कुरा भए। विद्यालय भनेको टोटल 35,873 वटा विद्यालय छन् होइन।
अब सामुदायिक मात्रै 26,606 छन्, सामुदायिक र परम्परागत 27,990 छन् होइन। नासुको लागि तपाईँहरूले चाहिँ ठिक छ म भनिहाल्छु। अब यसमा चाहिँ अरू केही धेरै कुरा हेर्न पर्दैन, यो अब भ्याउनु न तपाईँहरू पर्सि आइहाल्यो। अब यहाँ चाहिँ भनेको यो साक्षर जिल्लाको कुरा चाहिँ मैले गर्न बाँकी छ। स्वास्थ्यमा बिमा सीमा बाहेक अरू क्वेसन आउँदैन। स्वास्थ्यको यति कुरा चाहिँ कहिलेकाहीँ ख्याल गर्नुपर्छ है। औसत आयु 71.3 वर्ष छ, प्रजनन दर 1.9 छ, 2 होइन है 1.9 हो। अनि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने यो पर्दैन। यति दुईटा हेरियो, दुईटा चाहिँ जान्नु होला। अनि त्यसपछि तपाईँ जाने यो 17-22, यो 21, 17-21 भनेको अहिले नवजात शिशु मृत्यु दर 21 भनेर यहाँ नदिएको कारणले 21 छ भन्ने हिसाबले जान्न पर्यो। अनि 17 र 22 यति दुईटा कुरा चाहिँ यति कुरा जान्नु भने पुग्छ है, त्यहाँ धेरै कुरा जानिरहनु पर्दैन। अनि त्यसपछि अर्को चाहिँ भनेको अब विद्युतको पनि ठ्याक्कै अहिलेको चाहिँ उत्पादनको हिसाबले मात्रै कति पर्सेन्ट मान्छे छन्। सन् 96-97% मान्छे पहुँचमा छन्। विद्युतको पहुँचमा 97.6 छन्। जलविद्युत मात्रै 2976 मेगावाट त्यहाँ उत्पादन भएको छ होइन, वैकल्पिक ऊर्जा बाहेक। अनि त्यसमा सबभन्दा बढी बागमतीले 1196 उत्पादन गरेको छ। सबभन्दा कम चाहिँ कर्णालीले 16 मेगावाट उत्पादन गरेको छ। पहुँचमा सबभन्दा बढी मधेसमा 100% नै मान्छे पहुँचमा छन्। कर्णालीमा जम्मा 68% मान्छे विद्युतको पहुँचमा छन् भनेर ठ्याक्कै यो हिसाबले चाहिँ हेर्नु पर्यो। अनि तपाईँहरूले विशेष गरी अब नासुको साथीहरूले त केमा फोकस गर्नु पर्यो भने अब तपाईँहरूले चाहिँ अलिकति अब यो बाँकी दिन छ नि, त्यो भनेको तपाईँले एउटा फोकस गर्नुपर्ने यही आर्थिक हो 1 नम्बरमा हो। 2 नम्बरमा चाहिँ यो दिगो विकासमा, अनि 3 नम्बरमा तपाईँले विज्ञान प्रविधि, अनि 4 नम्बरमा अन्तर्राष्ट्रिय सङ्घ संस्था यो अलिकति हेर्ने। अनि प्लस समसामयिक अब नेपालको भूगोल, नेपालको इतिहास यस्ता कुरा हेर्ने होइन, अब पर्दैन त्यो है। यो भनेको चाहिँ तपाईँको जस्तै अब हजुरले 17 गतेलाई आर्थिक भइहाल्यो। आर्थिक मैले अब अहिले यति पढियो, फ्रेमिङ यही हो। बाँकी हजुरले सरसर हेर्ने हो, धेरै पढ्ने टाइम छैन। अब आर्थिकमा बढी चाहिँ यस्तो अलिकति बढी हेर्ने भनेको चाहिँ के हो भन्दाखेरि जस्तै अब एउटा चाहिँ तपाईँको के हुने भयो भन्दाखेरि बढी बढी हेर्ने आर्थिकमा भनेपछि एउटा जिडिपी भयो, अनि एउटा वृद्धि भयो होइन, अनि अर्को पिसिआई पर क्यापिटल इन्कम भयो, अनि त्यसपछि रेमिटेन्स भयो होइन, रेमिटेन्स भयो। अनि त्यसपछि ट्रेड व्यापार भयो होइन, अनि पर्यटनको नयाँ कुरा भइहाल्यो होइन। यी जुन मैले कुराहरूलाई फोकस गरेको छु ती कुरामा अलिकति बढी फोकस हुनु पर्यो, किन त्यो समसामयिकसँग पनि जोडिएको भएको हुनाले होइन। विद्युतको त्योभन्दा विद्युत प्राधिकरणलाई हो भने तपाईँलाई पुग्दैन, विद्युतको त्योभन्दा अरू चाहिँ हुन सक्दैन, त्यति हो त्यसको जानकारी है। अफिसरको लागि अहिले बेला भएको छैन भन्दैन मैले। दिगो विकास किन भन्दाखेरि छोटो छ तर क्वेसन चाहिँ टन्ने आउँछ, त्यही भएर यो राम्रोसँग जान्नु पर्यो। अनि त्यसपछि अर्को चाहिँ भनेको तपाईँहरूले चाहिँ धर्म संस्कृति पनि राम्रोसँग हेर्नु पर्यो सुब्बाहरूको साथीहरूले होइन। अनि विज्ञानको पनि धेरै टपिक छैन तर क्वेसन धेरै आउँछ। अन्तर्राष्ट्रिय सङ्घ संस्थामा बढी फोकस गर्ने युएन हो। युएनओलाई र बिमस्टेकलाई अलिकति बढी, युएनओ बिमस्टेक र आसियनलाई चाहिँ बढी फोकस गर्नु होला। स्वास्थ्य बिमा कार्यक्रम अहिले 72 चैत्र 25 कैलालीबाट सुरुवात भएको, अहिले चाहिँ 77 जिल्लामा लागू भएको छ। स्थानीय तह घोषणा हुन बाँकी छ, स्थानीय तह काठमाडौँहरूको बाँकी छन् अलिअलि होइन। अनि समसामयिकमा अब अहिले चाहिँ लेटेस्ट भनेको समसामयिक डोनाल्ड ट्रम्पको अमेरिकाको हेर्नु पर्यो। अनि त्यसपछि अर्को कुरा भनेपछि यो पुरस्कारहरू भर्खरै प्रधानमन्त्री प्रतिभा पुरस्कार पनि वितरण भएको छ, ती कुराहरू चाहिँ हेर्नु पर्यो। अनि ऱ्याङ्किङ हेर्नु पर्यो, ऱ्याङ्किङ भनेको कुन स्थानमा के छ भन्ने कुरा। अनि त्यसपछि अर्को कुरा नेसनल र इन्टरनेसनलका 20-50-20-50वटा चाहिँ 50-50वटा चाहिँ नेसनलका 50वटा, इन्टरनेसनलका 50वटा 100वटा डेटहरू यसो सरसर फ्रेमिङ मात्रै गर्ने। नोबेल पुरस्कार हेर्ने, नोबेल पुरस्कार हेर्न परिहाल्यो। अनि त्यसपछि उतापट्टि अहिले नयाँ भनेको जस्तै उदाहरणको रूपमा ग्रामी अवार्ड भयो, बुकर भयो, म्यान बुकर भयो, नेसनल इन्टरनेसनल भयो, त्यसपछि ओस्कार भयो, फिफा भयो, अनि त्यसपछि अर्को चाहिँ बिबिसीले दिने भयो। यस्ता अवार्डहरू चाहिँ हेर्नु पर्यो। अनि विश्व सुन्दरीहरू हेर्नु पर्यो। अनि नेसनल इन्टरनेसनल खेलकुदहरू कहाँ छ भनेर भयो है। ल हस्, थ्याङ्क यू, यति भने मैले हजुरलाई।